सम्पूर्णमा नमस्कार। म अभय चन्द्र बिल्डर्स एन्ड इन्जिनियर्स प्रालीको सञ्चालक तथा इन्जिनियर रेखबहादुर श्रेष्ठ। आज हामीले सम्भवतः संसारमै त थाहा छैन मलाई, तर नेपालभरिमा चाहिँ अब पहिलो कार्यक्रम जस्तो लाग्छ कन्ट्र्याक्टर्स अन काउच भन्ने पोडकास्ट हामीले सुरु गरेको छौँ। र यस कन्ट्र्याक्टर्स अन काउच भन्ने पोडकास्टमा हामीले एकजना गेस्टलाई बोलाएको छौँ। उहाँ हुनुहुन्छ रोयल होम्स कन्स्ट्रक्सनका सञ्चालक श्री पर्वत पोद्दारज्यू। उहाँलाई हामी यस कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छौँ। पर्वत सर नमस्कार। नमस्कार। तपाईँलाई हाम्रो पहिलो पोडकास्टमा धेरै धेरै स्वागत छ। धेरै धेरै धन्यवाद। तपाईँको आफ्नै मुखारबिन्दुबाट तपाईँको परिचय दिनुहोस्। धेरै धेरै धन्यवाद हजुर। म चाहिँ रोयल होम्स कन्स्ट्रक्सनको सञ्चालक, नक्सादेखि निर्माणसम्मको काम गरिरहेका छौँ अहिले हामीले। अब कन्स्ट्रक्सन अन के पो हाम्रो कार्यक्रमको नाम आज कन्स्ट्रक्सन कन्ट्र्याक्टर्स अन काउच, कन्ट्र्याक्टर्स अन काउच हैन? ठिक छ, धेरै धेरै स्वागत छ, बोलाउनु भयो, धेरै धेरै धन्यवाद त्यसको लागि। तपाईँलाई यो फिल्डमा लाग्न कहाँबाट प्रेरित हुनुभयो तपाईँ? मैले चाहिँ अब सबैभन्दा सुरुमा प्लस टू सक्यो। प्लस टू सक्दै गर्दाखेरि अब एकजना दाइको फर्म थियो, सरकारी टेन्डर काम गर्नुहुन्थ्यो। उहाँकोमा काम गर्दै गर्दा गभर्मेन्ट प्रोजेक्ट गर्नुहुन्थ्यो। उहाँकोमा काम गरिन्थ्यो, कहिले यता जा भन्नुहुन्थ्यो, कहिले उता जा भन्नुहुन्थ्यो, कहिले यता जा, कहिले ड्रेनको काम गरियो, बिल्डिङको काम गरियो होइन। गर्दा गर्दै अब सधैँ अरूकोमा कति गर्ने, आफ्नै गरौँ अब सोच आयो। त्यही भएर एउटा कम्पनी दर्ता गरियो। कम्पनी दर्ता गर्दै गर्दाखेरि अब अहिलेसम्म चाहिँ अब प्राय युवाहरू विदेशमा, घर बनाउने कोही पनि हुनुहुन्न, रेखदेख गर्ने कोही पनि हुनुहुन्न। त्यही भएर एउटा नक्सादेखि निर्माणसम्मको काम गरौँ न भनेर लागेको हो। तपाईँ चाहिँ कसरी लाग्नुभयो यसमा, यो फिल्डमा? लु भन्नुहोस्। म चाहिँ पहिला मैले जाहिर खाएको पहिला। हजुर, म सिभिल इन्जिनियर पनि हो होइन। मैले अब भूकम्पको एउटा अब प्रोजेक्टहरू थियो। हजुर, शिक्षाको प्रोजेक्ट थियो होइन, त्यहाँ पनि जाहिर खाएँ, एनजिओमा पनि जाहिर खाएँ। अनि गर्दै जाँदाखेरि पहिलेदेखि नै थियो क्या विचार चाहिँ नि, मलाई पहिलेदेखि नै मनपर्ने कन्स्ट्रक्सन फिल्ड क्या। तर अब गरौँला भन्दा त्यही त हो नि, मान्छेको घर व्यवहार होइन, व्यवहारिक पक्षले गर्दै अब सुरु गरौँला भन्दा भन्दै अनि म चाहिँ अब यो अब ढिलो हुने भयो, अब गरौँला भन्दा भन्दै भनेर चाहिँ मैले सबै जागिर सबै छोडेर, जागिर त्यागेर अब चाहिँ म आफ्नै गर्छु। मेरो कन्सल्टेन्सी चाहिँ पहिलेदेखि नै थियो, ग्लोबल इन्जिनियरिङ कन्सल्ट भन्ने मेरो पहिलेदेखि नै थियो। यहाँ साथीहरू मिलेर हामी चलाउँथ्यौँ। अनि अब यो कन्सल्टेन्सी मात्र होइन, मलाई एकदम मन परेको चाहिँ फिल्ड भनेको कन्स्ट्रक्सन फिल्ड। मलाई चाहिँ कन्स्ट्रक्सन गर्दाखेरि चाहिँ म एकदम रमाउँछ क्या मेरो मन चाहिँ। अब कामको हिसाबले चाहिँ एकदम गाह्रो काम भन्छन् मान्छेले, तर मलाई चाहिँ के हुन्छ भने यो काम गर्दाखेरि मन रमाउँछ, खुसी हुन्छ, इजी लाग्छ मलाई चाहिँ, मेरो लागि चाहिँ। त्यो भएर चाहिँ अब सबै जागिर छोडेर अनि मैले चाहिँ आफ्नो कन्स्ट्रक्सन दर्ता गरेँ। दर्ता गरिसके पछाडि अहिलेसम्म मैले गरिरहेको छु। लगभग मैले मेरै फर्म कन्ट्र्याक्टर्स अन काउच फर्स्ट एपिसोडमा पुनः स्वागत छ सबैजनालाई। अघि कुरा गर्दै सानो टेक्निकल प्रब्लम भएर हजुर हामीले बिचमा ब्रेक गर्नु पर्यो। त्यो त अब कहिलेकाहीँ भइहाल्छ, फर्स्ट टेक्निकल प्रब्लम, फर्स्ट एक्सपिरियन्स होइन। अब बिस्तारै सिक्दै जाम्ला न। त्यही त अब अघि त्यही 5-6 वर्ष भयो मैले पनि सुरु गरेको। हजुरले यो सेक्टरमा चाहिँ कसरी आबद्ध हुनुभयो भन्दै गर्दाखेरि सुरुमा जागिर खानुभयो? जागिर खाइयो हजुर, जागिर खाएर त्यस पछाडि अब गर्ने भन्दा भन्दै अनि अब 5-7 वर्ष भयो सुरु गरेको। अब अहिले सुरुदेखि त म अब गभर्मेन्ट प्रोजेक्ट नै गरिरहेको छु। हजुर, अब भर्खर भयो तपाईँहरूको सँग कन्ट्याक्ट भएर, तपाईँहरूसँग चिन्जान भएर तपाईँहरूले चाहिँ अब प्राय प्राइभेट गरिराख्नु भएको छ होइन। अनि प्राइभेट पनि गर्दा ठिकै हुन्छ भने प्राइभेट पनि सुरु गर्दैछु अहिले, नक्सादेखि निर्माणसम्म। यसमा राम्रो छ, प्राइभेट सेक्टर पनि राम्रो छ। अब अहिले त अब सबै प्राय म्याक्सिमम गभर्मेन्ट प्रोजेक्ट गर्नेहरू पनि अहिले प्राइभेट सेक्टरतिर छिर्दै हुनुहुन्छ। कारण बिलोले धेरै अहिले मार्केट, बिलोले कन्ट्र्याक्टरलाई पिलो निकालेर अहिले अब म्याक्सिमम छ। अब हाम्रो 2-4 जना साथीहरू होइन, तपाईँ हाम्रो छेउछाउको साथीहरू पनि धेरैजना चाहिँ अब गभर्मेन्टबाट अब यता प्राइभेट सेक्टरतिर पनि छिर्दै हुनुहुन्छ।
अनि तपाईँले भन्नु सुरुमा क्या सुरुमा चाहिँ गभर्मेन्ट प्रोजेक्टै गर्ने भन्दै हुन्थ्यो तपाईँले गरे भन्नुहुन्थ्यो हजुर समथिङ कसैकोमा काम गर्दाखेरि होइन सुरुमा त मैले एउटा दाइको फर्म थियो उहाँकोमा गभर्मेन्ट प्रोजेक्ट मैले अब टेन्डर हाल्नेदेखि लिएर सबै टेन्डर पार्नै सुरुदेखि होइन अब बिड बन्डहरू भयो बिड बन्ड बनाउनु पर्यो ब्याङ्क जानु पर्यो ग्यारेन्टी भन्छ अहिले ब्याङ्क ग्यारेन्टी होइन 3टा ग्यारेन्टी हुन्छ बिड बन्ड भयो पर्फर्मेन्स बन्ड भयो एउटा अब एपिजी सबै कुरा थाहा छ मलाई तर अब त्यो बिलोले गर्दा म प्राइभेट सेक्टर छिरे अब खास गरी होइन पर्टिकुलरली भन्दाखेरि अब अहिले अब यो नयाँ सरकार नयाँ गभर्मेन्ट अब अहिले अब यो हाम्रो बालेन सरकार भनौँ न आउनु भएको छ अब यसमा अब केही कन्ट्र्याक्टर केही संस्था होला छ कि अब खरिदेनमा त अब धेरै राम्रो आएको छ खरिदेन त होइन त्यसले केही न केही सहज गर्ला मजा केमा आउँछ अब तपाईँले त अब गभर्मेन्ट प्रोजेक्ट पनि सुरुमा गर्नुभयो होइन प्राइभेट पनि अहिले गर्दै हुन्छ काम गर्न मजा सजिलो कुनमा हुन्छ सजिलो त अब गभर्मेन्ट प्रोजेक्ट नै हो त्यसमा अब दुनियाँ तनाव पनि हुँदैन टेन्सन हुँदैन जाइँ जक्कर फकाइरहनु परेन फकाइराख्नु परेन क्लाइन्टलाई यो क्लाइन्टलाई अब त्यति धेरै टेन्सन पनि दिनु सानो सानो कुराले गर्दाखेरि अब नाप्ने क्वान्टिटी कति छ त्यसमा छँदै नै छ होइन बिओक्यू छँदैछ क्वान्टिटी बराबरको काम गर्ने हो हुन त प्राइभेट सेक्टर पनि त्यही नै गर्ने हो तर अलिक प्राइभेट गभर्मेन्ट भन्दा अलिकति तनाव हुन्छ त्यहाँ चित्त बुझाउने कुराहरू धेरै पाटोहरू हुन्छन् होइन त्यसमा मलाई चाहिँ लाग्यो कि प्राइभेट सेक्टरमा के हुन्छ भने एउटा स्ट्यान्डर्ड नर्म्स हुँदैन त्यो चाहिँ के हुन्छ व्यक्तिले अब व्यक्तिको मुडमा भर पर्यो क्या अब आज चाहिँ अब एउटा जस्तो नक्सा बनाउँदा नक्सा एउटा पास भइसकेपछि एउटा नक्सा त आउँछ फाइनल नक्सा होइन त्यो नक्सामा चाहिँ वाल यसरी लगाऊँ भन्ने हुन्छ एउटा कुनै पार्टिकुलर मैले अहिले वाल भने अब उसको मुड चेन्ज भयो भनौँ कुनै केही कारणले गर्दाखेरि एनर्जीकै हिसाबले होइन के हिसाबले हुन्छ नि त अहिले तपाईँ हामीले भोगिरहेको कुरा होइन हुन्छ अब उसलाई त्यो अब बनाइसकेको छ भत्काउँ भन्नुभयो अब त्यो भत्काउनु पऱ्यो क्या मलाई चाहिँ के लाग्छ भने यो सेक्टरमा पैसा उहाँको हजुर घर उहाँको उहाँले नै भने जस्तो बनाउनुपर्छ भन्ने मेरो धारणा हो किनभने घर एकपटक बनाइन्छ बारम्बार बनाउने कुरा पनि हुँदैन उहाँको चोइस कस्तो छ अब नक्सा परिमार्जन अब नक्सा परिवर्तन संशोधन भन्ने कुरा त बेग्लै पाटोको कुरा त्यो गरौँला समस्या भएन तर मेरो बुझाइमा चाहिँ पैसा उहाँको घर उहाँको भने अनुसार बन्नु पर्यो त्यो त क्लाइन्टकै प्रायोरिटी हुनुपर्छ भन्ने मेरो क्लाइन्टकै प्रायोरिटी त उहाँको चाहिँ अब सम्पूर्ण कुरा उहाँको भइसके पछाडि त प्रायोरिटी त क्लाइन्टको तर कुनै बेला चाहिँ हामीलाई साइडमा अप्ठ्यारो हुँदैछ क्या त्यसको पेमेन्ट कसरी लिने पेमेन्ट त अब यस्तो हो अब कुनै कुराहरू समझदारीमा पनि गइन्छ होइन अब कुनै अब म्याक्सिमम प्रायोरिटी चाहिँ हामीले अब बिओक्यूमै दिएको हुन्छ क्वान्टिटी अब के कति छ होइन क्वान्टिटीको आधारमा पनि क्यालकुलेसन गर्दा भयो अथवा समझदारीमा पनि छन् नि त एउटा पाटो फेरि सबै समझदारीमा गर्दाखेरि चाहिँ धेरै तनाव हुँदो रहेछ समझदारी पनि कहाँ गर्ने क्या अब समझदारीमा के गर्ने होइन के गर्ने कति फोड्ने होइन कति बनाउने अब बिओक्यू एउटा हुन्छ इस्टिमेट एउटा हुन्छ होइन तर गर्दै जाँदाखेरि अब समझदारी भन्नुभयो नि अब कहिलेकाहीँ त्यो समझदारीले पनि अब त्यो शब्दले भ्याउँदैन क्या कहिलेकाहीँ क्वान्टिटी भ्याउँदैन होइन अब हामीले अब सानो कुराको फेरि हिसाब राख्ने कुरा पनि हुँदैन होइन इन्जिनियर हामीले प्राविधिकलाई पनि सबै कुराहरू प्राविधिकले पनि सबै कुरा चाहिँ अब त्यो हिसाब राख्नलाई सकिँदैन सबै कुरा नापेर पनि आउँदैन होइन अब कुनै कुराहरू अब कुनै त मेजरमेन्टमा आउँछ होइन तर सबै कुरा मेजरमेन्टमा आउँदैन मेजरमेन्ट आएको कुरा त बिओक्यूमा छ भने त्यो त पेमेन्ट लिनलाई र पेमेन्ट दिनलाई पनि समस्या भएन तर अब बिओक्यूमा चाहिँ अब त्यो छैन मेजरमेन्टमा निकाल्न सकेन भने चाहिँ गाह्रो हुन्छ तपाईँले भोगी पनि राख्नु भएको छ होला होइन यस्तो कुराहरू त्यस्तो मैले धेरै भोगिसकेँ अझै पनि भोग्दैछु होइन अब क्लाइन्ट हो भनेको मान्नु पर्यो के गर्ने अब नभए पेमेन्ट नदेला कि भन्ने टेन्सन हुन्छ पेमेन्ट अड्के भन्ने डर हुन्छ भोगेको छु होइन अब सबै कुरा अहिले नखोलौँ होइन कतिपय कुराहरू अब बुझ्नुहुन्छ दर्शकले बुझ्नुहुन्छ होइन अब हामी जस्तै अब काम गर्ने साथीहरूले पनि बुझ्नुहुन्छ यो कुरा त यो पीडा यो समस्याबाट उहाँहरू पनि गुज्रिराख्नु भएको छ पेमेन्ट सेक्टरमा म धेरै मार खाएको छु है अहिलेको अन्तरालमा तर सबैभन्दा ठुलो कुरो काम हो कामलाई प्रायोरिटी दिनुपर्छ भन्ने कुरा पनि हुन्छ कतिको सन्तुष्टि हुनुहुन्छ सन्तुष्टि त
सन्तुष्टि नै छु। अब गभर्मेन्ट प्रोजेक्ट पनि गर्ने भन्ने योजना बनाउँदैछु। गर्नुपर्छ, गभर्मेन्ट प्रोजेक्ट त गर्नै पर्छ जस्तो लाग्छ मलाई त। म चाहिँ अब सकेसम्म गभर्मेन्ट प्रोजेक्ट र प्राइभेट प्रोजेक्टलाई सकेसम्म प्यारलेल लान ट्राई गर्दैछु होइन। अब हेरौँ कतिसम्म सक्सेस हुन्छ। तपाईँ टेक्निकल मान्छे हो कि तपाईँ नन टेक्निकल मान्छे? म नन टेक्निकल मान्छे। टेक्निकल भएर पनि अनुभवको आधारमा टेक्निकलै भन्नु। टेक्निकलै भइसक्नु भयो होइन। अनि साइटहरू अहिले कतिवटा छ? अहिले रनिङ भनेको त्यही 14-15वटा रनिङ छ। 14-15 रनिङ साइट छ। अब कुनै अब एग्रिमेन्टको फेजमा छन्, कुनै अब नक्साको फेजमा छन्, अब हुँदैछन्। अब बिस्तारै हुन्छ। नक्साहरू बनाउने टेक्निकल टिमहरू सबै प्राविधिक टिमहरू सबैजना हुनुहुन्छ होइन। आर्किटेक्टको टिम होइन, अब सिभिलको टिम, अब यता मार्केटिङको टिम हुनुहुन्छ, बस यता अब सबै टिम छौँ भनौँ न। अनि काम चाहिँ तपाईँले कसरी ल्याउनुहुन्छ? मार्केटिङबाट आउँछ कि कन्ट्याक्टको थ्रु आउँछ कि कसरी आइरहेछ अहिलेसम्म? यो कुरामा चाहिँ मार्केटिङलाई चाहिँ अलिकति फर्स्ट प्रायोरिटीमा राख्नुपर्छ। प्लस कामको क्वालिटी राम्रो दिन सक्नुभयो भने कामको कमी हुँदैन। कन्ट्याक्टबाट पनि आइरहेछ? कन्ट्याक्टबाट पनि आउँछन् होइन। अब क्लाइन्टबाट रिफर भएको केस चाहिँ धेरै आएको छ। क्लाइन्टबाट रिफर आउनु भनेको तपाईँले राम्रो काम गर्नुभएको छ, क्वालिटी दिनुभएको छ काममा भन्ने कुराहरूले पनि अलिकति हिट गरेको हुन्छ त्यो कुरा। सोसल मिडियाले कतिको सहयोग गर्छ काम ल्याउनलाई? सोसल मिडियाले गर्छ है। गर्छ। पारदर्शी चाहिँ हुनु पर्यो। सोसल मिडियामा हामी आफूले गरेको काम देखाउनलाई हिचकिचाउनु भएन। काम त्यो देखाउँदै गर्दाखेरि आफूले राम्रो काम गर्नुपर्छ भन्ने एउटा इक्वल टु सोसल मिडिया पनि भन्न मिल्यो। त्यो जस्तो विदेशतिर बस्नु भएको क्लाइन्टहरू हुन्छ नि, उहाँहरूले त अब यहाँ आएर त फिल्डमा आएर त काम हेर्न सक्नुहुन्न होइन। उहाँहरूले चाहिँ सायद सोसल मिडियाकै थ्रुबाट तपाईँहरूसँग कन्ट्याक्ट हुन्छ होला। सोसल मिडियाकै थ्रुबाट वाट्सएपमा भाइबरमा होइन यता कनेक्ट हुनुहुन्छ। अनि त्यसपछि हामीले गर्नुपर्ने कुराहरू, फिल्ड भिजिटको कुराहरू होइन, त्यसपछि अब जग्गा के कति डाउनमा छ, त्यसमा अब लाग्ने खर्चहरू के कति आउँछ, सबै हामीले नक्साको कुराहरू चाहिँ अब हामीले गर्छौँ। प्लानिङ अब उहाँको रिक्वायरमेन्टहरू के छ होइन, त्यो अनुसार हामीले यता प्लानिङ गरेर 2D प्लान रेडी गर्छौँ। त्यसपछि 3D बनाउँछौँ। उहाँले ओके गर्नुहुन्छ। ओके नगरुन्जेलसम्म हाम्रो एक्सर्साइज हुन्छ फेरि त्यसमा होइन। त्यति गरिसकेपछि जबसम्म उहाँले ओके गर्नुहुन्छ त्यसपछि 2D पनि रेडी भयो, 3D पनि रेडी भयो, एस्टिमेसन गर्नुहुन्छ। त्यसपछि बिओक्यू निकालेर एस्टिमेट गरिसकेपछि हाम्रो एग्रिमेन्टको फेज हुन्छ। एग्रिमेन्ट गरिसकेपछि बल्ल हाम्रो कन्स्ट्रक्सनको काम सुरु हुन्छ। एग्रिमेन्ट गर्दाखेरि उहाँहरू क्लाइन्टहरू आफै आउनुहुन्छ कि अब कसैलाई? कतिपय केसमा चाहिँ अब उहाँको फ्यामिली मेम्बर अथवा रिप्रेजेन्टेटिभ पठाउनुहुन्छ, बुवा आमा होइन, दिदी भिनाजु अथवा कोही हुनुहुन्छ दाजुभाइ, अथवा त्यस्तो कुनै अब यता आफ्नो फ्यामिली नभएको केसमा चाहिँ हामीले डकुमेन्टहरू मेल गरिदिन्छौँ। उहाँले उतैबाट सिग्नेचर गरेर यता फेरि स्क्यान गरेर पठाउनुहुन्छ, साइन गरेर पठाउनुहुन्छ। त्यसरी पनि काम गरिराख्नु भएको छ? काम गरिरहेको छ अहिले। अनि पेमेन्टहरू लिनु पर्यो भने उहाँहरूले बाहिरबाटै पठाइदिनुहुन्छ? बाहिरबाटै अफिसियल अकाउन्टमा गर्छौँ। प्राइभेट अकाउन्टमा रिसिभ गर्दैनौँ, क्यास पनि रिसिभ गर्दैनौँ, सबै अफिसियल अकाउन्टमा रिसिभ। अफिसियल अकाउन्टमा। यो काम गर्ने क्रममा क्या पर्यो सर, अहिलेको सिनारियोमा लेबर मिस्त्री पाउन कस्तो छ? यस्तो अब लेबर मिस्त्री अब यो सेक्टर चाहिँ कस्तो भन्नुहुन्छ भने अब कतिको तपाईँलाई टेक्निकल चाहिन्छ, नक्सा हेरेर काम गर्न सक्ने नसक्ने भन्ने कुराहरूले पनि अलिकति फरक पार्छ। अनि अब पेमेन्टको कुरामा चाहिँ अब वेजेस भनौँ न, ज्याला कति दिनुहुन्छ तपाईँले, दिनको कति दिनुहुन्छ उहाँहरूलाई, त्यसले पनि अलिकति ठुलो भूमिका खेल्छ लेबर मिस्त्रीमा भन्ने जस्तो लाग्छ मलाई। अब नर्मली 800-900 हो भने हजुरले 100 रुपियाँ बढाएर दिनुभयो भने 100-200 बढाएर दिनु भने काम चाहिँ राम्रो गर्नु पर्यो, आउटपुट राम्रो, फिनिसिङ राम्रो। हुन त आफूले निगरानी गरि नै राखेको हुन्छ होइन। अब साइडमा प्राविधिकहरू गइराख्नुहुन्छ, हामी नै आफू पनि जानुपर्छ होइन। अनि त्यो निगरानी गर्दै गर्दाखेरि पनि अब मेन पाउन चाहिँ पाउँछ, पाइरहेछ। लेबर मिस्त्रीको कामदारहरूको त्यस्तो समस्या, तपाईँलाई त्यस्तो समस्या गर्दाखेरि अलिकति अब त्यही हो।
किनभने मार्केटमा त छ नि त लेबर मिस्त्री पाइरहेको छैन लेबर मिस्त्री पाइरहेको छैन त्यो होइन पेमेन्टले गर्दा अलिकति अब सस्तोतिर खोजेपछि त गाह्रै छ सस्तोले बिगार्छ सस्तोले चाहिँ होइन अब अलिकति क्वालिटीको हिट गर्छ स्किल म्यान पावर खोज्दाखेरि भेटिन्छ राम्रो सेवा सुविधा चाहिँ दिनु पर्यो होइन दिनु पर्यो लेबर मिस्त्रीहरू चाहिँ कामदारहरू भनौँ न कामदारहरू के साइडमा राखेर काम गराउँदै हुन्छ कि उता अब घरबाटै धाउँछन् साइडमै राखेर एउटा लेबर क्याम्प बनाउँछौँ हामीले होइन लेबर क्याम्प बनाएर दिनुपर्ने सेवा सुविधा खाने सुविधा बस्ने सुविधा दिनु पर्यो त्यसमा अब शौचालय भनौँ न टोइलेटको सुविधा हामीले त्यहीँनिर पर्मानेन्ट नभए पनि टेम्पोररी हामीले त्यहाँ बनाइदिन्छौँ उहाँहरूलाई त्यहीँ राखेर हामीले काम गरेर राख्नु भएको छ जस कामदारहरू सेटिस्फाई हुनुहुन्छ सेटिस्फाई के छ अनि अब यसलाई यो पेसालाई कन्टिन्यू गर्नलाई कस्तो छ अवस्था अहिले ठिक छ देशको अवस्था कस्तो छ देशको अवस्थाको कुरा गर्दै गर्दाखेरि म्याक्सिमम युवाहरू विदेश अहिलेको कन्टेक्स्टमा अब घर बनाउनु छ नेपालमा बुवा आमा अलिकति भनौँ न बुझ्ने प्रतिनिधि घरमा अलिकति नभइसकेपछि कसलाई दिने त भन्दा कम्पनीतिर डाइभर्ट भएको धेरै मैले देखिरहेको छु होइन अब विश्वास भयो नि त व्यक्ति भन्दा नि विश्वास भयो कम्पनीले विश्वास भयो नि त कन्ट्र्याक्टर भनेको त एउटा व्यक्ति त हो कन्ट्र्याक्टर एउटा व्यक्ति हो जस्तै कन्स्ट्रक्सन कम्पनी भन्दै गर्दाखेरि एउटा विश्वास अलिकति बढेर जान्छ होइन अब काम कस्तो गर्नु भएको छ कम्पनीहरूले भन्दा पनि अब काम उहाँको ब्याकग्राउन्ड भनौँ न ब्याकग्राउन्ड हेरेर पनि अलिकति झन् प्लस पोइन्ट विश्वासमा प्लस पोइन्ट भएर जान्छ मैले भोगेको कुरा क्या प्रसाद के हुन्छ भने कम्पनीलाई दिँदाखेरि चाहिँ बढी पैसा लाग्छ ओभर बजेट हुन्छ भन्ने मैले 2-4 जना क्लाइन्टसँग यसो डिल गर्दाखेरि कम्पनीलाई दिँदाखेरि व्यक्तिलाई दिँदाखेरि भन्दा कम्पनीलाई दिँदाखेरि चाहिँ अलिकति ओभर बजेट हुन्छ पैसा बढी लाग्छ भन्ने छ क्या जनमानसमा कस्तो छ लाग्छ 2-3 लाख रुपियाँ 4 लाख रुपियाँ बढी लाग्छ एउटा 2.5 तल्ला घर 2.5 स्टोरी घर बनाउँदै गर्दाखेरि म्याक्सिमम 3 देखि 4 लाख रुपियाँ बढी लाग्छ आफैले बनाउँदा पनि त्यति खर्च हुन्छ नै प्लस 3 देखि 4 लाख रुपियाँ बढी लाग्नुको कारण चाहिँ कारणहरू पनि छन् नि अब त्यो कारणहरू भनेको अब साइट भिजिट बिहान बेलुका होइन त्यसमा पेट्रोल हाल्नु पर्यो प्राविधिक खर्च होइन त्यो त उहाँकै घरमा इन्भेस्ट हुने हो कम्पनीले बढी फाइदा खाने भन्ने कुरा पनि हो उहाँकै घरमा उसले भनेको 3-4 लाख रुपियाँ जुन बढी लाग्छ त्यो कम्पनीले आफ्नो गोजीमा हाल्ने भन्दा पनि त्यो चाहिँ क्लाइन्टकै साइडमा चाहिँ इन्भेस्ट हुन्छ होइन त अब व्यक्तिलाई दिँदाखेरि चाहिँ अब व्यक्ति मात्र जाने भयो तर कम्पनीलाई दिँदाखेरि चाहिँ के भन्छ कम्पनीमा अब कम्पनीको टेक्निकल मान्छे हुन्छ होइन कम्पनीको एकाउन्टेन्ट हुन्छ होइन अब त्यसमै खर्च हुँदैन हो होइन त अब कम्पनीको टेक्निकल मान्छे एक्सपर्ट मान्छे हुन्छ एक्सपर्ट मान्छेले के गर्छ भने अब कुनै व्यक्तिलाई दिँदाखेरि अब त्यसको ग्यारेन्टी नहुन सक्छ र कम्पनीले दिँदाखेरि ग्यारेन्टी सहित पनि भयो नि त त्यही हो नि त त्यो त अब लास्टमा गएर अब सुरुमा इनिसियल इन्भेस्टमेन्ट बढी भए पनि फाइनल इन्भेस्टमेन्ट चाहिँ फाइनल आउटपुट चाहिँ के हुन्छ भने आफैलाई मार्जिन ड्युरेबिलिटीको हिसाबले चाहिँ के हुन्छ भने व्यक्तिले बनाएको घर चाहिँ 10 वर्ष टिक्ला होइन तर कम्पनीले बनाएको ग्यारेन्टी सहित घर बन्नु भने 15 वर्ष टिक्यो भने त उसको 5 वर्षको त उसको त के भन्छ अब रिटर्न ब्याक त यस्तो अब व्यक्तिले घर बनाउँदाखेरि 10 वर्ष टिक्ने कम्पनीले बनाउँदै गर्दाखेरि 15 वर्ष टिक्ने भन्ने कुरा चाहिँ हुँदैन ड्युरेबिलिटी त्यही नै हो त्यो काम गर्दै गर्दाखेरि चाहिँ अलिकति प्रोफेसनल तरिकाले गर्ने भन्ने कुरा चाहिँ अब लाउने मेटेरियल त्यही नै हो रड त्यही हो टिएमटी त्यही नै हो भनौँ न इटा त्यही नै हो गिटी बालुवा सबै क्रसरबाटै लाउने हो अब मेन पावर भनेको लेबर त्यही नै हो होइन मिस्त्री टेक्निसियन भनौँ न त्यही नै हो मेन पावर अब कम्पनीले बनाउँदा 15 वर्ष ठेकदारले बनाउँदा कन्ट्र्याक्टरले बनाउँदा 10 वर्ष भन्ने कुरा चाहिँ हुँदैन होइन ड्युरेबिलिटी चाहिँ त्यही नै हो तर अलिकति प्रोफेसनल तरिकाले टेक्निकल तरिकाले आफ्नो घर बन्छ भन्ने कुरामा चाहिँ सेटिस्फ्याक्सन हुनु पर्यो जब कम्पनीले अब मेटेरियल सहित अब म्याक्सिमम अहिले त ट्रेन्ड के छ भने कम्पनीले मेटेरियल सहित घर बनाउने भन्दछ अब कति क्लाइन्टहरूको म यसो सुन्छु कम्पनीलाई चाहिँ मेटेरियल सहित भन्दा पनि अब लेबर कन्ट्र्याक्टमा काम गर्दैदेखि अथवा सब कन्ट्र्याक्टर भनौँ न होइन सब कन्ट्र्याक्टर अथवा पेटी कन्ट्र्याक्टर मेटेरियल चाहिँ क्लाइन्टले आफैले दिने
अनि लेबर कन्ट्याक्ट चाहिँ गर्दै हुन्थ्यो भन्ने छ क्या। त्यो चाहिँ के हुन्छ अब क्लाइन्टले मेटेरियल दिएर काम गर्दा र कम्पनीले पुरै मेटेरियल सहित काम गर्दामा के त्यो क्लाइन्टले मेटेरियल दिँदाखेरि चाहिँ सस्तो हुने हो? त्यस्तो हो। अब यो केसमा चाहिँ म चाहिँ के भन्छु भने मेटेरियल त्यही नै हो, तर मेटेरियल सहित कुनै कम्पनीले काम गर्छ भने त्यो आफ्नो टाइम सेड्युल आफ्नो तरिकाले मिलाएर के पछि के गर्ने भन्ने कुरा सेड्युल मिलाएर आफ्नो जुन वर्क सेड्युल भनौँ न, वर्क सेड्युल अनुसार सकियो। अब क्लाइन्टले नै मेटेरियल दिने अनि लेबर कस्टले लगाएर काम गर्नु भनेको अब सामान झार्ने बेलामा अब क्लाइन्टको त 100% टाइम घर बनाउनेमा हुँदैन, उहाँको पनि आफ्नो डेली लाइफ हुन्छ, काम गर्नु पर्यो, जागिरमा जानु पर्यो, कतै पेसा छ पेसा गर्नु पर्यो, पेसा त हुन्छ नि त। अनि अब 1 किलो काँटी ल्याइदिनु पर्यो, यताबाट फोन आउँछ, अनि उहाँको आफ्नो काम छोडेर 1 किलो काँटी ल्याइदिने कुरा पनि हुँदैन। अब कहाँ पुग्नु भयो, कहाँ पुगिराख्नु भएको 15 बोरा सिमेन्ट चाहियो भन्छ, के भन्छ, सक्यो नि त। अब टाइममा सामान आएन भने यता मेन पावर बस्ने कुराहरू हुन्छ, त्यो कुराले गर्दाखेरि चाहिँ अलिकति समस्या चाहिँ हुन्छ। तर 100% घर बनाउने जिम्मा कुनै कन्स्ट्रक्सन कम्पनीलाई दियो भने अब कन्स्ट्रक्सन कम्पनीले म्यानेज गर्ने कुराहरू हो, किनभने उहाँको 100% कामै त म्यानेजमेन्टमा जान्छ। कहाँ के कुन साइडमा के सामान घटिरहेछ भन्ने कुरा त्यो म्यानेजमेन्ट एउटा वर्क सेड्युलको फर्ममा काम भइरहेको हुन्छ। त्यसले गर्दाखेरि अलिकति कन्स्ट्रक्सन कम्पनीलाई चाहिँ म प्रिफर गर्छु अलिकति ज्यादा। अर्को पनि के छ भने क्लाइन्टहरू चाहिँ अब क्लाइन्टले हामी आफै बनाउँछौँ घर, हामीले आफैले घर बनाउँदाखेरि चाहिँ सस्तो पर्छ हैन, कुनै चाहिँ अब कम्पनीलाई चाहिँ मेटेरियल सहित भन्दा हामी आफै लागि पर्यौँ भने चाहिँ घर सस्तो बन्छ भन्ने पनि छ क्या। त्यस्तो हो। त्यस विषयमा के भन्नुहुन्छ? यो केसमा चाहिँ के हुन्छ भन्नुहुन्छ भने सस्तो र महँगो भन्ने कुरा हुँदैन, लाग्ने सामान त्यही नै हो। हामीले पनि किनेर ल्याउने हो, उहाँहरूले पनि किनेर ल्याउने। अब बारीमा उब्जाउने होइन, गिटी बालुवा किन्नै पर्यो, सिमेन्ट किन्नै पर्यो, इटा किन्नै पर्यो, सबै आफ्नो आफ्नो क्षेत्रबाट आउने हो, हामीले पनि किन्ने हो, उहाँहरूले पनि किन्ने हो। त्यसमा चाहिँ अब वेस्टेजलाई कन्ट्रोल गर्नु पर्यो हैन, कतिसम्मको वेस्टेज भइरहेछ त कन्स्ट्रक्सन साइटमा, त्यो वेस्टेज कन्ट्रोल गर्नु पर्यो। अर्को कुरा चाहिँ अब यो केसमा के हुन्छ भन्नुहुन्छ भने क्लाइन्टले 100% टाइम दिन पनि सक्नुहुन्न। त्यो टाइम अर्को पनि क्या सर, के पनि हुँदो रहेछ भने क्लाइन्टले चाहिँ अब हामीले टाइम दिउँ, हामीले आफूले पानी हाल्यौँ भनेपछि बलियो हुन्छ भनेर चाहिँ सोच्नुहुन्छ। हामीले चाहिँ पुरै टाइम दिए पछाडि चाहिँ खर्च कम लाग्छ भनेर सोच्नु। तर अर्को कुरा चाहिँ के सोच्नु हुँदैन भने मैले फिल गरेको कुरा, उहाँले आफ्नो ज्याला जोड्नुहुन्न क्या। जस्तो एउटा घर बन्नको लागि कम्तीमा पनि हामीलाई जस्तो 2वटा तले घर बन्नलाई हामीलाई नभएको 1 वर्ष त लाग्छ। ऊ क्लाइन्ट भनेको कि त अब पुरै फ्री बसेको हुनु पर्यो हैन, उसले पनि त्यो घरमा पानी लाउँछ हैन, त्यो घरमा चाहिँ उसले टाइम दिन्छ, उसले आफ्नो पनि त भ्यालु त जोड्नु पर्यो नि त हैन। हामीले डेली लाइफमा गर्ने कार्यहरू जस्तै जागिरको कुराहरू आयो, जागिर होला, पेसा होला, कृषि नै होला, व्यवसाय कृषि होला, क्षेत्रमा त काम त गर्नुहुन्छ। एउटा सामान्य किराना पसले हो, क्षेत्रमा त इफेक्ट त पर्यो, घर बनाउने टाइम त ह्याम्पर भयो। त्यो टाइम पनि ह्याम्पर नगरिकन आफ्नो व्यवसाय अथवा पेसा अथवा जागिर जे होस् उहाँलाई 100% टाइम दिनुभयो भने त्यो पाटोलाई टाइम दिनुभयो भने त यता त तनाव भएन नि त। घर बनाउने पैसा जुन उता घर बनाउने टाइम दिँदाखेरि त्यो अलिकति प्लस पोइन्ट पैसा बढेर जान्छ क्या, त उता टाइम भयो। म चाहिँ त्यो भन्छु, किनभने बनाउने कुराहरू अब हामीले जस्तो गर्छौँ, जुन तरिकाले गर्छौँ सबै प्राविधिक तरिकाले नै गर्ने हैन। अब नगरपालिकाको मापदण्डको कुराहरू आउँछ, नेपाल बिल्डिङ कोडको कुराहरू आउँछ हैन, अनि अब त्यस्तै कुराहरू टेक्निकल कुराहरूलाई त हामीले स्किप गरेर काम गर्नुपर्ने त छैन, किनभने घर एकपटक बनाउने हो, बारम्बार यो बिग्रो अर्को बनाउँछु भन्ने कुराहरू त हुँदैन हैन। त्यही भएर म चाहिँ भन्छु कन्स्ट्रक्सन कम्पनीलाई चाहिँ अलिकति प्रिफर गर्दा चाहिँ बेटर हुन्छ जस्तो लाग्छ मलाई। भनेपछि अहिलेसम्म तपाईँ अब जस्ट फुल सेटिस्फाई हुनुहुन्छ यो पेसाबाट? हजुर। अब पनि अझै अब यो पेसा सँगसँगै हामीले अब यही पेसालाई प्यारलल लिएर जाने अरू कुनै पेसाहरू पनि तपाईँ के गर्दै हुन्छ, खालि अहिले प्यारलल लान सकिन्छ। जस्तै अब
विदेशमा हुनुहुन्छ कोही क्लाइन्ट, उहाँसँग पैसा छ, अब नेपालमा घर बनाउनु पर्यो हजुर कुनै सिटीमा, अँ, जस्तै यता पूर्वको दमकमा घर बनाउनु पर्यो अथवा इटरीमा घर बनाउनु पर्यो अथवा धरानमा घर बनाउनु पर्यो, विराटनगरमा। अँ, उहाँसँग कुनै पनि केही पनि नलेज छैन, आइडिया छैन, अँ, जग्गाको मापदण्डको नलेज छैन। जस्तै अब पैनी पर्यो पछाडि, सस्तोमा जग्गा तपाईँलाई अब पैसा छ तपाईँसँग, अब जग्गा किन्नु छ, अब कुनै पनि ब्रोकरले भनौँ न जग्गा किनाइदियो, सस्तोमा किनाइदियो, त्यो जग्गा फेरि घर बनाउनलाई युटिलाइजै हुँदैन। अब तनाव त भयो। त्यो सेक्टरलाई अलिकति क्लाइन्टलाई ह्याम्पर नहोस् भनेर हामी एउटा रियल इस्टेटमा पनि छिर्दैछौँ। भनेको जग्गा किनबेच गर्नेदेखि लिएर घर बनाएर उहाँहरूलाई की टर्नओभरसम्म हामी त्यो प्लानिङमा छौँ अहिले। भनेको अब टिमवर्क भइरहेछ। जग्गा घर बनाउनको लागि जग्गा चाहियो भने त्यो जग्गा पनि उहाँहरूले तपाईँहरूको थ्रुबाट किन्न सक्नुहुने भयो। हजुर हजुर। र भोलि चाहिँ जग्गामा भेटेर घर बनाउनु भयो होइन, तपाईँले घर बनाइदिनु भयो भने ल भोलि चाहिँ त उहाँहरूलाई चाहिँ अब त्यो घर बेच्न मन लाग्यो भने त्यो तपाईँले बेची पनि दिनुहुने, बेच्ने सुविधा पनि तपाईँले दिनुभयो भने एकदम जग्गादेखि राम्रो बनाएर एकदम घर इनकेस अब पैसा सधैँ सबैसँग हुँदैन, कहिले काहीँ क्राइसिसको बेलामा अब घर बेच्नु पर्यो भने त्यसमा बेच्नेसम्मको लागि हामीले सहजीकरण गर्न सक्छौँ। सहजीकरण गर्दाखेरि यसो अब रियल इस्टेटको पनि मानसिकता बनाउँदै हुन्छ। हस् ल, अब आजको फर्स्ट कन्ट्र्याक्टर्स अन काउच फर्स्ट एपिसोड अब हेरिदिनु हुने सम्पूर्ण दर्शकहरूलाई धेरै धेरै धन्यवाद। र कन्ट्र्याक्टर्स अन काउचमा पहिलो गेस्ट भएर आइदिनु हुने रोयल होम्स कन्स्ट्रक्सनको प्रोप्राइटर श्री पर्वत पोद्दार सरलाई पनि धेरै धेरै धन्यवाद दिँदै यस कन्ट्र्याक्टर्स अन काउच फर्स्ट एपिसोडबाट हामी बिदा हुन चाहन्छौँ। सबैजनालाई धन्यवाद। जय देश। हस् त।